एउटा ब्राह्मणले लात हान्यो र जीवनभरको सम्पत्ति एकै क्षणमा धुलोमा मिसियो। तर सबभन्दा डरलाग्दो कुरा के थियो थाहा छ? त्यो भाँडो फुटेको थिएन, त्यो सपना फुटेको थियो उसको। नमस्कार, दिस इज रमेश राजबानी। आज पनि फेरि एउटा कथा लिएर आएको छु। धेरै महत्त्वपूर्ण कथा, साथमा रहनुहोला। कथाको शीर्षक छ ब्राह्मण र उसको सपना। गाउँको छेउमा एउटा भत्किएको झुपडी थियो। भित्ता माटोको, छाना खरको, ढोका भन्नु एउटा पुरानो बोरो मात्रै थियो। त्यहाँ बस्थ्यो देव शर्मा। ब्राह्मण, पढे लेखेको, शास्त्र कण्ठस्थ थियो, तर पेट भने खाली। गाउँलेहरू भन्थे देव शर्मा विद्वान छ, तर भाग्य नभएको। देव शर्मा आफै भन्थ्यो, भाग्य नभएको होइन, अवसर पर्खिरहेको छु। तर त्यो अवसर कहिले पनि आएन। दिन बित्दै जान्थे, भिक्षाटनमा जान्थ्यो, घर घर ढोका ठट्याउँदै। कसैले मुख फर्काउँथे, कसैले एकमुठी चामल हालिदिन्थे, कसैले ढोकै खोल्दैनथे। त्यस दिन पनि उस्तै थियो, तर एक घरबाट केही फरक भयो। एउटी बुढी आमाले एक भाँडो सातु दिन, लैजा छोरा, आज भोक नलाग्ने गरी खा। देव शर्माले भाँडो थाम्यो, दुई हात जोड्यो र हिँड्यो। घर फर्किएपछि देव शर्माले भाँडो राख्यो र हेऱ्यो। सातु राम्रो थियो, धेरै पनि थियो। एकैचोटि खाएमा सकिन्थ्यो पनि। तर त्यस दिन उसको मनमा केही अर्कै चल्यो। उसले सोच्यो, यो खाएँ भने सकिन्छ। भोलि फेरि उही भोक, उही ढोका, उही अपमान। र ऊ भुइँमा बस्यो र सोच्यो, यो सातु बेचेँ भने केही पैसा आउँछ। भाँडो माथि झुन्ड्यायो एउटा डोरीले, ओछ्यान नजिकै। ओछ्यानमा पल्टियो र आँखा चिम्लियो र उसले सोच्न सुरु गर्यो। इतिहासकै सबैभन्दा महँगो सपना देख्न सुरु गर्यो उसले सपना देख्न थाल्यो। सातु बेच्छु, मनले भन्यो। 5 रुपियाँ पाउँछु, त्यसले बाख्रा किन्छु। अँध्यारोमा उसको ओठमा मुस्कान आयो। बाख्राले 6 महिनामा 2टा पाठा दिन्छ। एउटा बेच्छु, एउटा राख्छु। फेरि 2, फेरि 4, फेरि 6। मनको आँखाले देख्यो एक थुप्रो बाख्रा आफ्नै गोठमा। बाख्राको पैसाले गाई किन्छु, गाईको दुध बेच्छु, मक्खन पनि बेच्छु र घिउ पनि बेच्छु। ऊ अलिकति हर मात्रै फर्केको थियो। गाईको पैसाले घोडा किन्छु, घोडाले व्यापार, व्यापारले जमिन किन्छु, जमिनले धान, धानले सब कुछ पाउनेछु। अब उसको सपना गहिराइमा आयो। धनी भएपछि विवाह गर्छु। सपनामा एउटी सुन्दरी आई, राम्री, बुद्धिमानी, घरको लक्ष्मी जस्तै। छोरा जन्मिन्छ, राम्रो छोरा, राम्रो वंशको देव शर्माको छोरा। छाती भरियो। म उसलाई हात्तीमा चढाउँछु र राजदरबारमा लैजान्छु। उसको विद्या, उसको यश चारैतिर फैलिनेछ। ऊ रोकियो, एउटा दृश्य आयो। राजदरबारको बैठकमा ऊ बसेको छ, मन्त्री सरह, महत्त्वपूर्ण काम छ। र त्यही बेला उसको सानो छोरा आउँछ। लुगा तान्दै भन्छ, मलाई खेलौना चाहियो। देव शर्माको भित्र केही उर्लियो। यति ठुलो काममा यो बच्चा बाधा दिन आयो। उसले भन्यो, हट। उसले पुरै शक्ति लगाएर खुट्टाले हान्न सुरु गर्यो। ठड्याङ्ग भाँडो भुइँमा खस्यो। डोरी चुँडियो। सातु चारैतिर। देव शर्मा उठेर बस्यो। कोठा उस्तै थियो। भत्किएको भित्ता, खरको छानो, अँध्यारो, भुइँमा धुलोमा मिसिएको सातु र उसका 2 हात खाली थिए। यति बेला देव शर्माको कथा सुन्दा हामी पनि हाँस्छौँ, कस्तो मूर्ख भन्छौँ। तर रोकिएर सोच्यौँ भने हामी कतिपटक देव शर्मा बनेका छौँ।
यो कथाले हामीलाई 4वटा अमूल्य सत्यहरू सिकाउने गर्छ। पहिलो पाठ भनेको कल्पनाले काम गर्दैन, काम गर्नुपर्छ। आजको पुस्ता युट्युब हेर्छ, 3 महिनामा करोडपति। मोटिभेसनल भिडियो हेर्छ, सोच्यो भने सब कुछ हुन्छ। इन्स्टाग्राम खोल्छ, अरूको गाडी, अरूको घर, अरूको छुट्टी र ओछ्यानमा पल्टेर सोच्छ म पनि एक दिन। देव शर्माले पनि यही गरेको थियो। सातु बेच्नु अघि नै हात्ती किनेको थियो। कल्पना इन्धन हो, गाडी होइन। इन्धनले मात्र गाडी चल्दैन, ड्राइभर पनि चाहिन्छ, बाटो पनि चाहिन्छ, पहिलो कदम पनि चाहिन्छ। र दोस्रो पाठ, हातमा भएको कुरा कहिले पनि नगुमाऊ। हुन सक्नेको पछाडि दौडिने गर। देव शर्माका हातमा एक भाँडो सातु थियो, वास्तविक, ठोस र आजको खाना। तर उसले त्यो बेचेर के गर्ने भन्ने सपनामा यति डुब्यो कि हातमा भएको पनि गुम्यो। आजका युवाहरू राम्रो जागिर छ, तर स्टार्टअप गर्छु भनेर छाड्छन्, तयारी नगरिकनै। सानो व्यापार छ, तर ठुलो फ्रेन्चाइजी सोच्दा सोच्दै हालको ग्राहक पनि गुमाउँछन्। हातमा भएको सम्बन्ध छ, तर अझ राम्रो पाउँछु भनेर सोच्दा सोच्दै एक्लिन्छन् कहिलेकाहीँ। जुन चरा हातमा छ त्यो उडाउन अघि नै सोच्नुपर्छ। तेस्रो पाठ, भावनाले निर्णय गराउँदैन, विवेकले गराउनुपर्छ। देव शर्माले छोरालाई हान्यो जुन छोरो थिएन, भाँडो फुटायो जुन सपनाको थिएन। भावनाको बेगमा उसले वास्तविकता बिर्स्यो। र यस्तै छ, सोसल मिडियामा एउटा कमेन्ट देखियो, रिस उठ्यो र रिप्लाई गर्यो। त्यत्तिकैमा जागिर गयो। साथीले सफल भएको देखियो, जलन भयो, गलत निर्णय भयो। मनमा एक्साइटमेन्ट आयो, लगानी गर्यो, डुब्यो। भावना सल्लाहकार हो, प्रमुख चाहिँ होइन। र चौथो पाठ छ, यात्रा र गन्तव्य दुवै चाहिन्छ। देव शर्माको गल्ती के थियो? सपना देख्नु होइन, सपनामा बाँच्नु गल्ती थियो। सपना देख्नु जरुरी छ, तर सपनाले निन्द्रा उडाउनु पर्छ। राम्रो सपना त्यो हो जसले तिमीलाई बिहान उठाउँछ। र अन्त्यमा देव शर्माले के सिक्यो? भाँडो फुटेपछि देव शर्मा लामो समय त्यहीँ बस्यो र हेऱ्यो। धुलोमा मिसिएको सातु हेर्दै त्यस पछाडि उठ्यो, झाडु उठायो, सफा गर्यो र भोलिपल्ट फेरि भिक्षाटनमा निस्क्यो। यसपालि फरक थियो एउटा कुरा, जब उसले भिक्षामा केही पाउँथ्यो पहिले खान्थ्यो, त्यस पछाडि मात्र सोच्ने गर्थ्यो कि यसलाई अब के गर्ने। सपना देख, तर पहिले भुइँमा उभिराख। उड्नु छ भने पखेटा बनाऊ, हावामा नउड। यो कथाको सन्देश थियो यति मात्रै। यो कथा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव अनि सल्लाह दिनुहोला भन्दै फेरि अर्को कथामा भेट हुनेछौँ। त्यति बेलासम्मको लागि बिदा हुन चाहन्छौँ। नमस्कार।